हेलो नमस्कार सबैजनालाई। म एकल यात्री जिपीको तर्फबाट सदा जस्तै आज पनि म तपाईहरुमाझ माया प्रीतिका केही शब्दहरू सुनाउँदैछु। त्यो कस्तो लाग्छ तपाईहरुले सुनेर सुझाव सल्लाह दिनुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने युट्युबको सर्च बारमा गएर एकल यात्री जिपी टाइप गरेर सर्च गर्नुहोला। त्यहाँ हाम्रो च्यानल आउनेछ एकल यात्री जिपी र सब्स्क्राइब गर्नुहोला र यस्तै यस्तै माया प्रीतिका शब्दहरू कुराहरू सुन्न मन लाग्छ भने हामीलाई सब्स्क्राइब गर्नुहोला र जोइन हुनुहोला भन्न चाहन्छु। र साथै कस्तो लाग्छ कमेन्ट बक्समा गएर कमेन्ट पनि गर्नुहोला। ल साथीहरु सुरु गरौँ है त। माया के मदनले मुनालाई माया गर्छु भनेका थिए र अनि तिमी बिना मर्छु भन्ने कसम पनि खाएका थिए र थिएनन्। उता मदन लासामा बिरामी भई भौतारिँदा यता मुना पनि बिरामी भयो। अनि लैला मजनुले पनि त आकाशका तारा जाने सपना देखाएनन् हैन र माया। उता रोमियो जुलियटले पनि त साथै जुने सँगै जुने बाचा कसम गरेका थिए र थिएनन् नि। तर पनि माया थियो, प्रेम थियो र आज संसारमा उदाहरण भयो। तर मैले त तिमीसँग बाचा कसम गरेको थिएँ, साथै जुनी सँगै काटौँला भनेर, सुख दुःख सँगै गरौँला भनेर हैन र माया। मैले त्यस्तो के गल्ती गरेको थिएँ र तिमीलाई माया गर्नु बाहेक? भन न माया। मैले तिमीलाई बुझिन या मैले तिमीलाई बुझाउन सकिन त्यो मलाई थाहा भएन। तर तिमी र म बीच यदि माया थिएन, प्रेम थिएन भने यो सबै के थियो र यो सबै नाटक कसका लागि थियो माया? भन न माया। म गरिब हुनु मेरो केही गल्ती थियो र मैले तिमीलाई आफूलाई भन्दा धेरै माया गरेँ। मेरो इच्छालाई भन्दा तिम्रो इच्छालाई मैले धेरै प्राथमिकता दिएँ। के मैले जस्तै साँचो माया गर्नेहरूले माया गरेको बदलामा पाउने फल यही हो, एक्लोपन, तडपन, एकान्त, बिछोड, चोट, पीडा। माया वही तिम्रो पागल प्रेमी गोविन्द। बाय बाय।